ओके हामी प्यारलल पार्किङ गर्दैछौँ हामीले चाहिँ यो हाम्रो मिरर छ नि यो मिरर टु मिरर सिधा गरिन्छ अनि त्यसपछि हामीले चाहिँ टर्न कति गरिन्छ बहिनी देखाइदिनु त ठ्याक्क यति आयो इन्डिकेटरको इन्डिकेटर यता हुनु पर्यो इन्डिकेटर यति भयो हैन अनि त्यसपछि चाहिँ हामीले रिभर्समा राखिन्छ रिभर्स गियरमा राख्नु त हैन रिभर्समा छ गुड पक्नुहोस् है रिभर्समा राखेपछि हामीले अनि अब्जर्भ गरिन्छ पुरै अब्जर्भ हिँड्नुभन्दा अगाडि लेफ्ट विन्डो टु राइट विन्डो चाहिँ अब्जर्भ गरिन्छ हैन त्यसपछि कोही छैन हामी गइन्छ चलाइदैन त व्हील चाहिँ ठ्याक्कै चलाइदैन यत्तिकै रहन्छ यो ल जानुस् हो यो दोस्रो छ नि यो मिडलको हो यसले चाहिँ ठ्याक्क कर्भलाई छुँदाखेरि यसमा चाहिँ 100% हो कर्भलाई छुँदाखेरि घुरेर यसलाई 2 सेकेन्ड भन्दा हेर्न पाइँदैन यताउति लेफ्ट टु राइट हेर्नुपर्छ अल द टाइम मेक स्योर इज सेफ टक्क टच गर्छ यसले टच गर्यो हो ठ्याक्क हेर्नु त यस्तरी टच गरे यो सम्झिन पर्छ यो यति पनि तलमाथि भयो भने मिल्दैन फेरि त्यसपछि हामीले चाहिँ के गरिन्छ फुल लक अपोजिट साइडमा गरिन्छ अघि लेफ्टतिर मोड्दै थियो भने अब राइटतिरको फुल लक गरिन्छ अनि हामीले सानो मिररमा देखिन्छ कर्भ काटिन्छ भनेर त्यहाँ टक्क लाएर कर्भ देखिन्छ ल जानुस् त कर्भ देखिन्छ त सानो मिररमा कर्भ हान्छ कि भनेर हेरेको जानुस् सर जानु के फरक पर्दैन उता सानो मिररमा हेर्नु त जानु फुल लकै हान्नु रहन्छ फुल लक हान्नुपर्छ नि त लास्टै फुल लक भनेको यो आड हुँदासम्म राइटमा जानुस् हैन अब यो हुन्थ्यो तर हामी फुल लक हान्न भएको हुनाले कर्भमाथि जान खोज्यो हैन अब यस्तो सिचुएसनमा के भयो भन्दाखेरि हामीले चाहिँ यहाँ चाहिँ हेर्दाखेरि कर्भ हान्ने देखियो हैन चक्का भनेपछि अब यसलाई हामीले कसरी फिक्स गर्ने त भन्ने कुरा आउँछ हैन यो ड्राइभिङमा चाहिँ के छ भन्दाखेरि यस्तो कर्भ हान्न थाल्यो अब इक्जाम्पल टेस्टमा या चाहिँ लाइफकै एक्सपिरियन्समा यस्तो हुन्छ हैन यसलाई कसरी फिक्स गर्ने एकदम सिम्पल छ यो स्टेप चाहिँ फलो गर्ने भने एकदम सजिलो हुन्छ है हामीले यसलाई के गरिन्छ भन्दाखेरि ड्राइभमा राखिन्छ हैन टाउको त उता रोडतिर फर्किराखेको छ नि हामीलाई त सिर्फ यो टाउको मात्रै लेफ्टमा ल्याउने हो भनेपछि लेफ्टमा फुल लक हानिन्छ हामीले फुल्ली हैन अनि गाडी सिधा भएपछि रोक्दाखेरि त हामीलाई त सबै पार्किङ जति सिद्धियो जान दिनु न व्हील नचलाउनुहोस् गाडी सिधा भयो सबै पार्किङ सिद्धि हेर्नु त कति राम्रो पार्किङ भयो गाडी पनि सिधा भयो हैन गाडी सिधा भएको कसरी थाहा पाउने त भन्दाखेरि यो फोर्ड लेखेछ नि जहिले पनि त्यहाँ चाहिँ हुन्छ सबैको चाहिँ एउटा सेन्टर पोइन्ट हो यो हैन यो गाडीको त्यसलाई हेर्ने आफूले घुरेर हेर्ने अनि हाम्रो साइड आइजले पनि देखेको हुन्छ नि कतापट्टि फर्केछ हाम्रो गाडी भन्ने चाहिँ त्यही बेलामा हेर्ने त्यसरी पनि थाहा पाइन्छ हामी सिधा भएको चाहिँ